ल साथीहरु आदिबाट आएर चाहिँ अब यहाँ नास्ता गर्दैछ हाम्रो खैरेले मालेले नास्ता गर्दै नास्ता गरेर सकेर अब हिँडेको अवस्था छ फेरि साथीहरु गोठालो जिन्दगी गाह्रो जंगल ओहो हाम्रो गाउँपालिका मैले जुम गरेर देखाइन्छ है साथीहरुलाई गाउँपालिका मौफाट एकछिन रेस गरौँ कान्छ रेस सुनसान जङ्गल छ चराको बाहेक अरूको आवाज छैन चौतारो हद्दी बाटोमा अब फेरि एकछिन रेसपछि फेरि गन्तव्यतर्फ साथीलाई बाघ देखाइन्छ भनेको बाघ अलि पर छ क्या भिडियो हेरेको हेरौँ लास्टसम्म बाघ देखिन्छ यहाँ यसले बोरा नि बोकी है चक्क होइन साथीहरु बोरा बोक्छ अहिले त्यो त नि मुस्ताङमा भेडाले चाहिँ चामल बोक्छ हुन्छ नि यहाँ नि सामान बोक्दैछ टक्क टक्क हैन यसरी न्याल्ने त नि टक्क धवै हुन्न त हामीलाई वन सुनसान वन जे सिने खान साथीहरु मिर्गको कलरको छ हेरि हाम्रो खैरे ये भारी बोकेर ग्वाट हिँड्दै छ त नि यस्तो त नि ऊ फेरि बिसाइ मेट्यो यहाँ एकछिन रेस गर्दैछ कान्छाले हैन खैनी ब्रेक गरेको क्या खैनी ब्रेक गरी है ल हिँड वेट गर्नु भने त हिँड ल यस्तो हो त नि खैनी ब्रेक गर्छ साथीले
ल साथीहरू धेरै थकाइला म नि रेस्ट गर्छु एकछिन होइन टक्क भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला लाइक सब्सक्राइब गरिदिनु होला सबैले है यस्तो जङ्गल छ हाम्रो व्यापार गर्न निकै गाह्रो हुँदो रहेछ व्यापार गर्न ओके साथीहरू टाटा